तस्बिर हेर्दा तपाईलाई के लाग्छ? कुनै ठुलै नेताको सवारी होला, तर त्यस्तो होइन। यो त नेकपा एमालेको संरक्षणले हाइकम चलाइरहेका गुण्डा नाइके मिलन चक्रे हुन्, जहाँ खुलम खुल्ला सडकमा दादागिरीको शैलीमा पुरै सडक नै तीनवटा गाडीको लावा लस्कर लाएर बन्दुक सहित स्कटिङ गरेर हिँडिरहेका छन्। गत बिहिबार महाराजगञ्ज क्षेत्रको बाँसबारी रोड स्थित होटल साम्बालाबाट पक्राउ परेका चक्रे मिलन गुरुङ समूहका व्यक्तिहरू यसअघि पनि पटक पटक विभिन्न अपराधमा जोडिएको पाइएको छ। यो समूहका नाइके भनिएका तथा यसअघि गुण्डागर्दीमा संलग्न बताइएका गोर्खा सिराञ्चोक गाउँपालिका 5 छोप्राका 54 वर्षीय चक्रे सहित धेरै जसो व्यक्तिहरू यसअघि पनि विभिन्न अपराधमा जोडिएको पाइएको छ। आपराधिक अभिलेख अनुसार मुद्दा चलाइएका 19 जना मध्ये 12 जना विरुद्ध यसअघि विभिन्न मितिमा विभिन्न ठाउँबाट मुद्दा चलेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताएका छन्। पक्राउ परेका 47 जना मध्ये स्क्रिनिङ गरेर 19 जना विरुद्ध मात्रै म्याद लिएर अनुसन्धान सुरु गरेका छौं। ती मध्ये 12 जना भने यसअघि विभिन्न मुद्दामा जोडिएको भेटिएको छ, एसएसपी अधिकारीले भने। नाइके भनिएका चक्रे यसअघि लागु औषध, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेका व्यक्ति हुन्। काठमाडौँको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गरेकाले उनी चक्रे नामले कुख्यात थिए। विभिन्न अपराधमा पक्राउ परेर हिरासतदेखि कारागारसम्मको यात्रा तय गरेका चक्रे मात्रै नभएर अहिले मुद्दा चलाइएका अन्य व्यक्ति पनि विभिन्न कसुरमा पक्राउ परेको पाइएको छ। अहिले मुद्दा चलाएका बाँकेका बैजनाथ नगरपालिका 2 का 47 वर्षीय गणेश बहादुर बोगटी माथि यसअघि पनि मुद्दा चलेको थियो। उनी विरुद्ध काठमाडौँबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो। बोगटी चक्रेका बडीगार्ड तथा राइट ह्यान्डको रूपमा चिनिन्छन्। बोगटी तिनै व्यक्ति हुन् जसले यसअघि चक्रेलाई नेपालगञ्जमा हतियार सहित स्कटिङ गराएका थिए। हतियार सहित चक्रेलाई सुरक्षा दिएको भिडियो समेत सार्वजनिक भएको थियो। त्यसपछि बोगटी 2079 चैत्र 28 मा नेपालगञ्जबाट पक्राउ परेका थिए। नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियार सहित उनलाई स्कटिङ गरेको भिडियो टिकटक मार्फत सार्वजनिक भएको थियो। बोगटीलाई पक्राउ गर्दा बाँकेको एसपी सन्तोष सिंह रठौरा थिए। अनुसन्धानका क्रममा चक्रेलाई सुरक्षा दिँदै प्रदर्शन गरिएको हतियार .22 राइफल रहेको खुलेको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेबाट लाइसेन्स लिएर बोगटीले उक्त हतियार राखेको पाइएको थियो। लाइसेन्सले लिएर हतियार राखे पनि यसरी सार्वजनिक गर्न भने मिल्दैन। चक्रे मिलन नेकपा एमालेमा छन्। उनी युवा संघको महाधिवेशनमा भाग लिन त्यतिबेला नेपालगञ्ज पुगेका थिए। उनी बोगटी अहिले पनि चक्रेको बडीगार्ड भएर पुगेको प्रहरीको भनाइ छ। मुद्दा चलाइएका अर्का व्यक्ति निराजन पौडेलको विगत पनि त्यत्तिकै विवादास्पद छ। उनी धेरै पहिलादेखि नै चक्रे समूहमा आबद्ध रहेको प्रहरी अधिकारीहरू बताउँछन्। काठमाडौँको वसुन्धराका 40 वर्षीय पौडेल विरुद्ध हतियार तथा खरखाजना, ज्यान मार्ने उद्योग र जुवाको कसुरमा मुद्दा चलेको पाइएको छ। उनी चक्रेको नजिकका व्यक्ति हुन्। चक्रेको नजिकको भाइ भनेर चिनिने काठमाडौँ कोटेश्वरका 33 वर्षीय रोशन सुवेदी विरुद्ध पनि यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको सीआरएस क्रिमिनल रेकर्ड सिस्टममा देखिएको छ। भक्तपुरको चागुनारायण नगरपालिका 12 का 34 वर्षीय राहुल खड्का विरुद्ध पनि यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको पाइएको छ। खड्का तिनै व्यक्ति हुन्। प्रहरीले उनको बागमती BSC 3221 नम्बरको गाडीबाट 2 थान खुकुरी र फलामको फोल्डिङ स्टिक 2 थान बरामद गरेको थियो। गैडाकोट नगरपालिका 14 का 29 वर्षीय डिलिराज कडेल पनि यसअघि मुद्दा चलेका व्यक्ति हुन्। उनी विरुद्ध 2 वटा कसुरमा मुद्दा चलेको पाइएको छ। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकाका 32 वर्षीय प्रकाश गोले विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 6 का अमीर आले मगर विरुद्ध केही सार्वजनिक अपराधको कसुरमा, ललितपुरका उत्तम महर्जन विरुद्ध लागु औषधको कसुरमा र मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 4 का ऋतिक लामा विरुद्ध अभद्र व्यवहारको कसुरमा यसअघि मुद्दा चलेको पाइएको छ। चक्रेको जन्मदिन मनाउन मलेसियादेखि काठमाडौँ आएको पाइएको छ। मलेसियाबाट 2 युवा चक्रेकै जन्मदिन मनाउन भनेर काठमाडौँ आएको पाइएको एक अनुसन्धान अधिकृतले बताएका छन्। मलेसियादेखि आउनेहरूमा स्याङ्जाको चापाकोट नगरपालिका 5 घर भएका 20 वर्षीय सफल शाही नाम गरेका सुजल ठकुरी र स्याङ्जाकै फेदी खोला गाउँपालिका 9 का 33 वर्षीय राजु परियार छन्। उनीहरूलाई कपिल चन्द नाम गरेका व्यक्तिले चक्रेको जन्मदिन मनाउन भनेर मलेसियाबाट पठाएको खुलेको प्रहरी स्रोतले बताएको छ। उनीहरू विरुद्ध पनि प्रहरीले म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। यसअघि उनीहरू कुनै पनि मुद्दामा पक्राउ परेका भने थिएनन्। अर्का व्यक्ति सुनसरीको इटाहरी उपमहानगरपालिका 8 का 32 वर्षीय प्रनिश कट्टेल विरुद्ध मुद्दा नचले पनि उनीले ठेकदारसँग रकम असुली गरेको भन्ने गुनासो आएको प्रहरीको दाबी छ। ललितपुरको साडो बाटोका 37 वर्षीय सौरभ सुनार विरुद्ध पनि म्याद लिएर अनुसन्धान गरिएको छ। उनी विरुद्ध यसअघि मुद्दा चलेको रेकर्ड नभेटिए पनि उनी चक्रेको नजिक रहेर काम गरेका व्यक्ति रहेको प्रहरीको भनाइ छ। अहिले मुद्दा चलाएका चितवनका रत्नगर नगरपालिका 1 का यामु पौडेल विरुद्ध यसअघि मुद्दा चलेको थिएन। काठमाडौँ हात्तीगौडाका 30 वर्षीय सन्दीप केसी यसअघि मुद्दा चलेको
चलेका व्यक्ति होइनन्। चक्रे समूहको पार्टी भएको होटलमा पुग्दा उनले भने प्रहरीसँग झगडा गरेको बताइएको छ। यसअघि मुद्दा नचलेका भक्तपुरको चागुनारायणका 33 वर्षीय राजेश खड्का चक्रेको विश्वासिलो भाइ रहेको प्रहरीको भनाइ छ। उनी विरुद्ध पनि मुद्दा चलाइएको छ। बिहीबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालामा प्रहरी पुग्दा मिलन गुरुङ चक्रे मिलन समूहको पार्टी चल्दै थियो। पार्टी भइरहेको ठाउँमा प्रहरी पुगेपछि चक्रेको समूह छक्क पर्यो। प्रहरीले उनलाई जहाँको त्यही यथावत रहन निर्देशन दियो। तर यो बेला चक्रे समूहका केही व्यक्तिले किन हाम्रो कार्यक्रममा हस्तक्षेप गरेको भन्दै प्रहरीलाई प्रश्न गरे। केहीले भने दाइ तपाईले बोलाएर आएको हो, यो के गरेको भन्दै प्रश्न गरेका थिए। तर चक्रेले सबैलाई चुपचाप बस्न भने। होहल्ला गर्ने केही व्यक्तिलाई प्रहरीले गाडीमा हाल्यो। त्यसपछि शान्त बनेको चक्रे समूहका 47 जनालाई प्रहरीले गाडीमा हालेर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्यायो। उनीहरूलाई पक्राउ गर्नुको कारण बारे अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत भन्छन्, सर्वसाधारणलाई आतंकित पार्ने गरेको, सवारी आगमनमा समेत अवरुद्ध गरेर स्कटिङ गरिएको र रातिको समयमा होहल्ला गरेपछि नियन्त्रणमा लिएका हौं। देखिने गरी उनीहरूले कुनै अपराध गरेको देखिँदैन। तर प्रहरीले भने यो समूहले सामाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई आतंकित त्रसित पारेको बताउँदै आएको छ। प्रहरीको पूर्व नीति अनुसार नै उनीहरू पक्राउ परेको देखिएको छ। पक्राउ परेकाहरूलाई भने प्रहरीले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। पहिलो पटक 7 दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।